guys, this is Tokyo. टोक्यो पनि घुमेर आइयो। हाम्रो चाहिँ टोक्यो इमिग्रेसनसम्म पुग्ने सानो काम थियो, तर काम चाहिँ भएन किनकि हामीले जुन मेन कुरा नछुड्नु पर्ने थियो त्यही कुरा नै हामीले छुटाएर गएछौँ। जे टार्गेटले गएको त्यो काम नभएपछि चाहिँ त्यो दिनभरि नै हामी त्यत्तिकै झगडाएर बस्यो हैन। अब टोक्यो आइसकेपछि एक दुई दिन त घुमेर जानै पर्यो हैन। त्यो भनेर हामी नेक्स्ट डेको लागि चाहिँ प्रिपेयर गरेर हामी चाहिँ टोक्यो डिस्नील्यान्डमा घुम्न गयौँ हैन। यो ट्रेन त कति लामो हो त सिनखान अनि यो डिस्नील्यान्डको यो ठाउँमा अनि यो ट्रेनमा चढ्न चाहिँ 9000 लाग्दो रहेछ, तर हामी चाहिँ चढेनौँ, हामीसँग पैसा थिएन। पैसा नभइसकेपछि अब चढ्ने कुरा पनि भएन है। अनि हामी चाहिँ यसरी बाहिर भिडियोहरू बनायो अनि फोटोसोटो खिच्यो। अनि त्यहाँबाट हिँडेर हामी फेरि टोक्यो क्यास्टल भन्ने ठाउँमा गयौँ। अनि यो पार्क चाहिँ त्यो क्यास्टलको छेउको पार्क हो, यति राम्रो अनि यति ठुलो क्या। अनि एकछिन यो पार्कहरू वरिपरि हेर्ने अनि फोटो भिडियोहरू यसरी बनायो। अनि अब मैले टिकटक पनि बनाउँछु। कुन सङमा टिकटक बनाइरहेको होला गेस गर्नु त गाइज। अनि गाइज अनलकी बस हामीलाई क्यास्टलभित्र छिर्न दिएन। अनि हामी टाइममा पुगेनछौँ नि त। अनि हामी न्याउरो मुख लाउँदै फर्किने विचार गर्यौँ। अब चाहिँ हाम्रो ओसाका फर्किने बेला भयो। बाई बाई टोक्यो, बाई।